पहिला आज म यहाँहरूलाई रोल्पा रेउघाको बल्दचरण मोबाइलमा एउटा पर्यटकीय स्थल छ। त्यो पर्यटकीय स्थलको दृश्यावलोकन गराउँदैछु। मेरो साथमा हुनुहुन्छ तुलसी प्रसाद श्रेष्ठ, मेरो प्यारो भान्जा तथा घमिरे टुप्पा भने अलि देखिन्छ बाल कल्याण माविका पाल्नमाइचर प्रधान अध्यापक गाउँ र हामीले त्यहाँ देखिने माडी चौर छ। पानी धाराबाट त्यसपछिबाट बल्दचरणसम्म है। हाम्रो भानी चाहिँ अगाडि जाँदै हुनुहुन्छ। यता फर्किनुहोस् त भन्छ एकपटक, अगाडिको पनि आस ल जानुहोस्। ब्लगर बन्न पर्छ क्या, खुब रङ्ग हुन्छ दुर्ने। मैले एउटा युट्युब च्यानल त बनाएको छु, भिडियो बनाउनै पाइन्न। के हुन्छ के भन्छ यो घर यो भेस्ट चाहिँ एकै कलर किनेछन् नि, एक्ला एक्लै किन्यो भने। काफल पाके हुँदो नि, काफलको रुख यस्तो माडी खोला जुम गरेर हेर्ने पनि राम्रो देखिन्छ। घाँस त अझै त जति काटे पनि भयो त घाँस। मैले यसरी घाँस काट्न आम कि एकपटक म उहिल्लै हो, म त काट्नै सकेँ होइन। डराइ भिरमा डराइ खक्रेकै काटिकन 4-5 मुठा काटेर गएँ। एकैपल्ट आएँ, त्यसपछि चटक्कै डोजर। यो त फेरि माथिको लर्ला भन्ने डर यत्तिकै ठिकै छ। खलबलिन्छ वातावरण, फेरि जग खलबलिन्छ जमिनको। हुन त यस्तै काँसी ढुङ्गाबाट टिकेल्ला धाङ्सी खोला बल्ल देखिन्छ। हो त्यहाँ पो त हामी तिते काट्न जाने त, ऊ त्यो त त्यो त धेरै आएको छैन, 1-2 पटक आएँ पहिला। काट्ने अनि बोक्न सकिन्न, बाटोमा फाल्दै जाने गरे म त। बल्न पुग्दै एकदम हेभी काम गर्ने हुन्थ्यो यार पहिला। दुःख हुन्छ कि त्यस्तो हुँदाखेरि। बल पुगेपछि त के मान्दिन्न काम जति गऱ्यो भने। उहीको बाख्राले चपाइदिएला नै कस्तो भदौ महिना जस्तो गरिगयो। पहिला त झरी गरे गर्थे, अहिले त माथि लेख लाग्दैनन् होला नि, गाई भैँसी भाबो लगाउनु। बास बसाल्दैन। अहिले त तल सब दाहा गिरह पनि बनाएको रहेछन् नि। फोहोर फाल्ने ठाउँ गरेर रहेछन्।
सारे भिर त्यो रिसबाङको माथि माथि भुवामा गएको छ यो बाटो के अरे हाङमाङ गएको छ यो भुवामा जाने बाटो माथि डाँडा गएको होला पल्लो पाखै पाखा गएको बाटो त जति बित्ति रोल्पामा त विकास भएको छ रोल्पा सल्यानतिर पनि विकास भएको रहेछ दाङैमा छैन बाटो गतिलो यता त बाटो त पुरा एकदम सल्ल बनाएको छ नि त यो प्युठान रोल्पातिरको मेन बाटो त दाङ त खाल्टे खुल्टे त्यत्रो हाइवे छ र पनि हुन्न धेरै भइगयो त्यो त घरै तुलसीपुर गर्न पनि भ्याउ थियो अहिले टाल्लो टुल्लो गरेर बनाएको छ अलिकति बोर्ड फाल्दैछ कसले कसै ठुलो बनाएर हिँड्छन् नि पिङ खेल्ने ठाउँ रहेछ फोहोर फाल्ने ठाउँ रहेछ यहाँ त सुप्पे पसल पनि गर्छन् होला दिउँसो त नि त यता देखिँदैछ धाबाङ देखिँदैछ त्यो पारी टाँसेको तलको के हो जापा र माथिल्लो जापा माथि नि बाख्रा कहाँ छन् त नानी आफै आउँछन् अहिले लिन जानु पर्यो भने त धौ यो नि यहाँबाट सिधै खोला देखिँदैछ एडभेन्चर तल रहेछन् बाख्रा अटोहरू जान्छ त्यो बाटो गाडी जान्छन् धाबाङ देउराली कहाँ निस्किएको छ यो हुङदुङसम्म यता नि पनि गाउँ भइयो छ अहिले के गाउँ अरे यो ए क्वाङा त्यहाँ हो ए दाङा क्वाङा मुलपानी कान्छा सोल्टीले जिन्दगीमा कहिले नगएको ठाउँ गएर आइयो यार भन्यो भने कहाँ रहेछ भने म त कहाँ जानु पर्यो सोल्टी भनेको क्वाङा गएर आइयो नि आज गरे अलि उहिले यहीँ मुलपानी कालापारबाट आएर इन्डियाबाट आएर चाहिँ भर्खर यस्तो बस्ने ठाउँ रहेछ राम्रो देखियो त एउटा तेर्स है माथि निस्केर खतरा बाटो ओहो यो त यहाँ पाइने रहेछ यार यो चाहिँ बल्ल जुरेको भ्यू टावरबाट
यस्तो आउँदो रहेछ जङ्कोट माडीचर वाङा कुड्का आफ्नै उसले छेक्दो रहेछ भ्यू टावरबाट तल यस्तो एकछिन भिरतासम्म पो देखिँदैछ क्यामेरामा अनि पारी धाबाङ कुनामा अनि तल्लो जापा फेरि चुनारे भिर संयोग कस्तो हामीले किन्न त एक्लै एक्लै किने हो तर भेस्टको कलर चाहिँ ठ्याक्क मिल्यो छ हाम्रो मन मिल्छ यही भएर होला